यो पहाडी क्षेत्रको यो डाँडातिर चाहिँ मान्छे घुम्न जाने मान्छेहरूलाई चाहिँ कुनै अप्ठ्यारो नहोस् भनेर चाहिँ सरकारले नै अब यस्तो व्यवस्थित बनाइदिएको रहेछ। त्यहाँसम्म जानलाई गाडी मजाले जाने रोड बनाएको छ। त्यसपछि अब हिँडेर जाने बाटो बनाएको छ यो डाँडातिर। यो मान्छेलाई अब हिँडेर जानको लागि पनि एकदमै सहज बाटो बनाइदिएको छ। ठाउँ ठाउँमा यस्तो भ्यू पोइन्टहरू पनि बनाइदिएको छ। ल हेर्नु भयो, चाइनाको सरकारले यस्तो यस्तो व्यवस्थित मिलाइदिएको छ क्या। अब हाम्रोतिर नि यस्तो डाँडा, घुम्न लायक डाँडाहरू धेरै छ। मान्छेहरू घुम्न त जान्छन्, तर बाटो यस्तो व्यवस्थित बाटो नबने पनि घुम्न त गइरहेको हुन्छन् होइन, जस्तो सुकै भए पनि। अब झन् यतिको व्यवस्थित मिलाइदिने हो भने झन् धेरै पर्यटकहरूलाई बाटो खुल्छ होइन। अनि त्यता व्यापारको हिसाबले पनि अब एउटा राम्रै हुन्छ त्यतातिर होइन। ल यसरी चाहिँ यो चाइना सरकारले ठाउँ ठाउँमा यस्तो के बनाइदिएको छ त, फोटो खिच्ने ठाउँहरू के यो डाँडातिर। अब हाम्रो नेपालतिर अब भ्यू टावर बनाउने चलन छ होइन। अब यतातिर चाहिँ फोकस छैन। भ्यू टावरतिर फोकस गर्नुको साटो यतातिर फोकस गरेदेखि होइन। अनि यो धेरै राम्रो हो नि त, मान्छेलाई अब एक्सर्साइज पनि हुन्छ, घुम्न ओर्न हेर्न होइन डाँडातिरबाट। ल यो हाम्रो भएको डाँडालाई पनि यसरी व्यवस्थित बनाउनु पर्यो। चाइनाले यस्तो गरेको छ। तल रोड पनि पुगेको छ। रोड पुगेको छँदैछ। अब हिँड्ने मान्छेलाई पनि यस्तो राम्रो गरेको छ। माथिबाट तलतिर यस्तो राम्रो देखिँदो रहेछ, सहर देखिँदो रहेछ। ल पुरा नदी, ठुलो नदी रहेछ, राम्रो रहेछ। ल चाइनाको एउटा ठाउँ हो यो। चाइना र नेपाल उस्तै त छ नि भूगोल होइन, डाँडा पाखा होइन। ल त्यहाँ त्यस्तो भ्यू पोइन्ट बनाइदिएर रहेछ त्यहाँ चाहिँ। टक्क त्यहाँ गएर अब टक्क फोटो खिच्ने हो नि त। यो हो हाम्रोतिर नि यस्तो बनाउनु पऱ्यो क्या। ठाउँ ठाउँमा त छ, तर अब अलि यो गुम्बा टाइपको रहेछ यहाँ त। ल अनि यहाँ यस्तो बजार जस्तो रहेछ। यहाँ चाहिँ गाडी पुग्ने रोड पनि रहेछ। माथि त मान्छेलाई हिँड्न पनि राम्रो बनाइदिएर रहेछ। तलतिर केही देखिँदैन। अब हिँड्नु माथि डाँडामा हिँड्दाखेरि सबै देखिन्छ नि त, तलतिरको एरियाहरू होइन, रमाइलो हुन्छ नि त। ल यस्तो व्यवस्थित मिलाइदिएको छ। तपाईँहरूलाई के कस्तो लाग्यो? नेपालमा कुन ठाउँमा यस्तो बनाउनु पर्ने ठाउँहरू कता होला तपाईँहरूलाई लागेको यसो भन्नु होला। कहाँ यस्तो बनाइदिएदेखि राम्रो हुन्थ्यो होइन, तपाईँको एरियातिर कतै हुनसक्छ नि त। ल तपाईँहरूको विचार राख्नु होला। धन्यवाद। ल यस्तै हो।